हेलो हेलो नमस्ते सबैलाई। आज हामी रुमबाट घुम्न निस्केका छौँ। अब हेरौँ कहाँ पुग्छ, गन्तव्य कहाँसम्म हुन्छ, हेर्दै जानु होला। Will arrive at platform 2. The train will drop off at platform 2. भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेरेर साथ र सहयोग गरिदिनु हुन सबैलाई म अनुरोध गर्दछु। हामी घुम्न भनेर रुमबाट निस्केको, यहाँ बाटोकेटमा आइपुगेका छौँ। अहिले हामी मलेसियाको बाटुके भित्र छौँ। यहाँ पस्ने बित्तिकै एक प्रकारको शान्त ऊर्जा र महसुस भएको छ। सर्वप्रथम त आज प्रदेश भूमिमा एउटा ठुलो फाट हिमालको एउटा नेचुरल सिनभित्र आएर बोल्न म साह्रै नै खुसी छु। र मेरो सम्पूर्ण सुन्दर समस्यामा एउटा कुराको प्रति कुरो चित्रण गर्दैछु, जुन हामीले किताब ज्ञानमा पढ्दै आएका छौँ। भगवान् राम र भगवान् सीताले 14 वर्ष वनवास कसरी बितायो भन्ने कुरा दर्शाएको थियो किताबमा। त्यो कुरा आज यथार्थ रूपमा एउटा हिमालको ठुलो सुरुङभित्र बसेर यथार्थ रूपमा देखाइरहेको छ। त्यो कुरा मेरो आज हाम्रो सपन मित्रहरूले आज भिडियो मार्फत देखाएको कुराहरू यस भिडियो मार्फत चित्रण गरेको छ। र हामीले प्रत्येक भिडियोहरू देख्न सक्छौँ। रामायणका 103 रावणका चित्रहरू देखाएको छ भने सीमा र भगवान् रामकृष्ण देखाएको छ। त्यसै गरी कुनै ठाउँमा ऋषिमुनिहरूको चित्र देखाएको छ। समग्रमा भन्नुपर्दाखेरि भगवान् रामले एउटा वनवासमा 14 वर्ष कसरी बिताएका थिए भन्ने कुरा यथार्थ रूपमा देखाएको छ। अंदर ओके, यति भन्दै म अहिलेलाई यस फिल्मबाट आफ्नो भनाइ राख्न चाहन्छु। हवस्, नमस्ते, धन्यवाद। अब हामी बाटुकेको सिटी 200 भन्दा बढी सिटी चढ्दैछौँ, उकालोतर्फ लाग्दैछौँ। यो गुफाहरू हजारौँ वर्ष प्राकृतिक रूपमा बनेका भनी यहाँका बासिन्दाहरूको भनाइ छ। तपाईहरूले देख्न सक्नुहुन्छ, गुफाभित्र रहेको यो हिन्दू मन्दिर हो। धन्यवाद। आजलाई यति नै। अर्को भिडियो, अर्को